रेकर्ड गर्न बिर्सेन र डाक्टर साहब, सबभन्दा पहिला तपाईँलाई धेरै धेरै स्वागत छ। अनि तपाईँको नाम र यहाँ चाहिँ स्पेसल केमा इन्भल्भ हुनुहुन्छ, थोरै आफ्नो इन्ट्रोबाट सुरु गरौँ। नमस्ते हजुर, म डाक्टर राजीव राज मानन्दर, प्रोफेसर इन अर्थोपेडिक सर्जरी। अनि मेरो सब स्पेसियालिटी चाहिँ हजुरको आर्थ्रोस्कोपी एन्ड स्पोर्ट्स इन्जुरी हो हजुर। खास गरी अब सुरुमै हामी चाहिँ अब स्पोर्ट्स इन्जुरीसँग रिलेटेड भएर अलिकति कुराकानी गर्दैछौँ। खासमा यो स्पोर्ट्स इन्जुरी चाहिँ वास्तवमा के हो, यो चाहिँ कसरी हुन्छ, थोरै प्रश्न पारिदिनुहोस्। अब स्पोर्ट्स इन्जुरी एकदम सिम्पली भन्दा हजुरको स्पोर्ट्स पिपल जस्तो एथलिट्सहरू इन्जुरी हो। तर यो बिसाइड्स एथलिट्स अरू मान्छेहरू जसले एक्सर्साइज गर्नुहुन्छ, आफ्नो डेली फिटनेस रुटिन गर्नुहुन्छ, उहाँहरूलाई इन्जुरी हुनेलाई पनि स्पोर्ट्स इन्जुरी भनिन्छ। सो हाम्रो एउटा धारणा हुन्छ कि यो स्पोर्ट्स इन्जुरी चाहिँ एथलिटलाई मात्र हुन्छ, पनि एथलिटलाई पनि हुन्छ, तर हजुरको कमन म्यानहरूलाई पनि हुन्छ। अब यो स्पोर्ट्स इन्जुरी फर इक्जाम्पल जस्तो मान्छेहरूले रेपिटेटिभली काम गर्ने, जस्तो हाम्रो पेन्टरहरूले पेन्टिङहरू गर्नुहुँदा, घरहरू पेन्टहरू गर्नुहुँदा, जस्तो गार्डनरहरू बगानमा काम गर्ने गार्डनरहरूले फुल बिरुवाहरूको स्याहार गर्नुहुँदा, तपाईँको जस्तो फार्मरहरू होइन हाम्रो किसानहरूले खेतमा काम गर्नुहुँदा उहाँहरूलाई पनि यो जुन काम गरेर इन्जुरीहरू हुन्छ यिनीहरू पनि स्पोर्ट्स इन्जुरीको क्याटेगोरीमै पर्छ। जस्तो यो नेपालमा चाहिँ कुन कुन खेलमा अलिकति स्पोर्ट्स इन्जुरी धेरै देखिन्छ? खास गरी हामीले चाहिँ बेसिकली अब फुटबल र क्रिकेटहरू बढी हेरिराखेका हुन्छौँ, तीमध्येमा अलिकति जोखिम चाहिँ कुन चाहिँ स्पोर्ट्समा पर्छ? हजुर, अब हजुरको नेपालमा मोस्ट कमनली देखिने त हजुरको फुटबलमै हो, फुटसल, फुटबल, हजुरको क्रिकेट इन्जुरिजहरू। अनि यो बेसिकली ओभरअल स्पोर्ट्स इन्जुरिज धेरै हुने कन्ट्याक्ट स्पोर्ट्समा हो। सो हामीले क्लासिफाई गर्दा एउटा स्पोर्ट्स इन्जुरी हुने कन्ट्याक्ट स्पोर्ट्समा हो, किनभने डेफिनेटली इन्जुरी बढी हुन्छ किन दुईवटा प्लेयर या केहीसँग कन्ट्याक्टमा हुन्छ नि त। तर नन कन्ट्याक्ट स्पोर्ट्समा पनि इन्जुरी हुन्छ। अब जस्तो नेपालमा धेरै देखिने फुटबल हो, किनभने फुटबल एकदम पपुलर गेम हो नेपालको। अर्को हजुरको क्रिकेट हो, अनि मार्सल आर्ट्सहरूमा रेस्लिङ, यस्तोहरूमा स्पोर्ट्स इन्जुरी कमनली देखिन्छ। अब फुटसल चाहिँ हाम्रो जुन रेक्रिएसनल प्लेयर्सहरूले एकदम रमाएर खेल्नुहुन्छ त्यो गेममा पनि एङ्कल इन्जुरिजहरू क्वाइट कमन हुन्छ। डाक्टर साहब, क्लासिफाई गर्दा हुनु त कुनै इन्जुरी जुनसुकै प्लेयरमा पनि हुन सक्छ, तर फुटबलमा हेर्दा तपाईँको सबभन्दा फुटबलमा चाहिँ सबभन्दा कमन चाहिँ एसिएल इन्जुरी भन्ने हुन्छ। यो चाहिँ एउटा लिगामेन्ट इन्जुरी हुन्छ, सबभन्दा कमन त्यो इन्जुरी हुन्छ। अब क्रिकेटमा चाहिँ सोल्डर पेन्सहरू आउँछ, सोल्डर रिलेटेड त्यो पेन्सहरू आउँछ ब्याटिङ बोलिङ गरेर। अब तर यिनीहरू जस्तो एसिएल इन्जुरी, हजुरको सोल्डर डिस्लोकेसन्स, सोल्डर प्रब्लम्सहरू भन्दा कमन चाहिँ यो स्प्रेन्सहरू हुन्छ। यो चाहिँ धेरै मात्रामा हुन्छ, स्प्रेन्सहरू, मड्किने, एङ्कल मड्किने होइन। हाम्रो पनि कति एक्सपिरियन्स भएको होला एङ्कल मड्किने, हाम्रो एभ्रिडे स्पोर्टिङ एक्टिभिटी त्यस्तोहरू एकदम कमन हुन्छ। जस्तो त्यो हामीले चाहिँ कहिले गेम हेर्दाखेरि प्लेयर्सहरू मोस्टली चाहिँ फुटबलमा अलिकति बेसिकली अलिक बढी हुन्छ, त्यो स्प्रे गर्छ नि इन्जुरी हुने बित्तिकै। जस्तो त्यो स्प्रेले चाहिँ तत्कालको लागि केही समय रिलिफ त हुन्छ होला, त्यसले चाहिँ दीर्घकालीन रूपमा कस्तो असर देखिन सक्छ खेलाडी? अब कस्तो छ भन्दा त्यो त अक्युट ट्रिटमेन्ट हो होइन। अब जस्तो स्ट्रेनमा स्प्रे लाउँदा त्यसले सर्टन अमाउन्ट एनेस्थेटिक इफेक्ट दिन्छ, पेन पनि अलिक रिलिफ गरेर, त्यो चाहिँ सर्ट टर्म हो प्लेयरलाई ब्याकफिल्डमा पठाउने होइन। अब किनभने ठुलो प्लेयर त इम्पोर्टेन्ट हुन्छ, अब म्याच जिताउने उहाँहरूले हो होइन। तर अब लेट्स से हजुरको सिग्निफिकेन्ट इन्जुरी नै भयो। फर इक्जाम्पल हामीले देख्छौँ एउटा खेल भइरहेछ अनि एउटा प्लेयर लड्नुहुन्छ, नि ट्विस्ट भयो होइन, कन्ट्याक्टै चाहियो, नि ट्विस्ट भयो, उहाँ फिल्डमा लड्नु भयो। त्यो पछि कति प्लेयर्सहरू त्यहाँबाट स्ट्रेचर लगेर बोकेर बाहिर आइन्छ नि हजुर, अनि उहाँ रिटर्न गर्नु हुँदैन नि, त्यसले चाहिँ अलिकति सिरियस इन्जुरी सिग्निफाई गर्छ। त्यस्तो प्लेयर्सहरूको चाहिँ जो प्लेयर्सहरू दे क्यान नट गो ब्याक टु द गेम, उहाँहरूको चाहिँ एसिएल इन्जुरी हुने चान्स हुन्छ। सो खेल खेल्दा यो खेलाडीलाई पनि, तपाईँको प्रोफेसनल खेलाडीलाई पनि, तपाईँको रेक्रिएसनल खेलाडीलाई पनि, नत्र हामी एभ्रिडे हाम्रो आफ्नो आफ्नो स्पोर्ट खेल्छौँ आफ्नै पाराले। अब फिटनेसको त एकदम ट्रेन्ड छ होइन, सबैलाई हामीलाई फिटनेस त एकदम इम्पोर्टेन्ट छ अहिले। सो त्यो गर्दा के एम्फसाइज गर्छु भन्दा हजुरको प्रपर नो हाउ अफ द गेम,
सो तपाईँले कुनै स्पोर्ट खेल्नु लाग्नुभएको छ, सिम्पल मेबी साथीहरूसँग फुटसल खेल्नु लाग्नुभएको छ या तपाईँ प्रोफेसनलहरूको त झन् भइ नै हाल्छ होइन। तपाईँको गेमको नो हाउ चाहिँ हुनुपर्छ। सो टेक्निकल एस्पेक्ट्स होइन, गेम कसरी खेलिन्छ होइन, सेफली कसरी खेलिन्छ र तपाईँलाई सर्टन प्रोटेक्सन गियर होइन, जस्तो अब लेट्स से हजुरको तपाईँको क्रिकेट खेल्दा तपाईँले यो तपाईँको क्रिकेट प्याड्सहरू लाउनु पऱ्यो, तपाईँ ब्याट्सम्यान हुँदा हेलमेट लाउनु पऱ्यो होइन, नकल प्याड्सहरू लाउनु पऱ्यो। सिमिलरली फुटबल खेल्दा तपाईँको सिन प्याडहरू लाउनु पऱ्यो। सो प्रोटेक्टिभ गियर होइन, अलिकति नो हाउ अफ द गेम, प्रोफेसनल हो भने त डेफिनेटली नो हाउ अफ द गेम, अनि सर्टन अमाउन्ट अफ फिटनेस चाहिँ चाहिन्छ। बस अब हामीले साइक्लिङ कहिले गरेका छैनौँ, अब हामी साथीलाई हेऱ्यौँ अनि 42 किलोमिटर साइकल गर्नुभयो भने त डेफिनेटली स्पोर्ट्स इन्जुरी हुनेवाला छ। बस सो यो एकदम इम्पोर्टेन्ट हुन्छ। भनेपछि खेल खेल्न जानुभन्दा पूर्व पनि शरीरलाई चाहिँ सक्रिय राख्नु पर्यो, एक्सर्साइज। सो तपाईँको कुनै खेल खेल्दा हजुरको अप्टिमम अमाउन्ट अफ तपाईँको फिजिकल फिटनेस चाहिँ हुनुपर्छ। बस त्यो ग्रेजुअली डेभलप गर्दै जानुपर्छ। डाक्टर साहब, अब जस्तो अब खेलाडीहरूलाई चाहिँ सामान्यतया नर्मल मान्छेहरूको भन्दा चाहिँ फरक खालको डाइट चाहिन्छ भनेर भनिन्छ। कस्तो खालको नर्मल मान्छेले भन्दा उनीहरूले चाहिँ कस्तो खालको डाइटलाई चाहिँ आफ्नो खानामा समावेश गर्नुपर्छ? सो एनी मान्छे जसले फिजिकल एक्सर्साइज गर्छ, मेन उहाँलाई प्रोटिन बेस अलिक बढी चाहिन्छ। प्रोटिनले चाहिँ मसल बिल्ड अलिकति गर्छ, सर्टन अमाउन्ट अफ कार्बोहाइड्रेट्स पनि चाहिन्छ होइन, तर उहाँलाई प्रोटिन अलिक बढी चाहिन्छ। बेसिकली ब्यालेन्स्ड न्युट्रिसनल डायट चाहिन्छ। हस्, अब उहाँको यो त तपाईँको डिटेल्स जानलाई त डायटिसियनसँगै कन्सल्ट गर्नुपर्ने हुन्छ होइन। उहाँको क्यालोरी इन्टेक आउटपुट सबै नापेर अकर्डिङ टु गेम उहाँले डेभलप गर्नुपर्ने हुन्छ। डायट एकदम इम्पोर्टेन्ट हुन्छ। डाक्टर साहब, हाम्रो देशमा चाहिँ अन्य देशको तुलनामा हाम्रा खेलाडीहरूलाई चाहिँ कस्ता खालका चोट बेसी हुन्छन्? हाम्रो खालको खेलाडीहरू पनि बाहिरको जस्तै खेलाडीहरूको जस्तै अब जस्तो फुटबलमा एसिएल इन्जुरी एकदम कमन हुन्छ होइन। अब जस्तो क्रिकेटमा मैले भनेको सोल्डर प्रब्लम्सहरू हाई हुन्छ। अब कुनै जेनरल एङ्कल स्प्रेन्स, अब माइन्ड त्यो ब्रुजेसहरू त्यो त सबैलाई हुन्छ होइन। अब स्पोर्ट्स इन्जुरी भनेर हजुरको लिमिटेड टु लिगामेन्ट र तपाईँको मसल मात्र हुँदैन, खेलाडी लडेर बोन फ्र्याक्चर पनि त हुनसक्छ होइन। सो सिभियरिटी फरक हुन्छ, तर कमन हुने चाहिँ यही मड्किने तपाईँको स्प्रेन्सहरू त्यस्तो हुन्छ। कहिलेकाहीँ अब हामीले नेपालमा त त्यस्तो छैन, विदेशहरूमा सुनिन्छ कहिलेकाहीँ खेल्दा खेल्दै खेलाडी मैदानमै बित्यो अरे या हार्ट एट्याक भयो अरे भन्छ। त्यस्तोमा चाहिँ उनीहरूले चाहिँ पर्याप्त मात्रामा आराम नगरेर पूर्वको इन्जुरीहरू, पहिला खेल्दाको इन्जुरीहरूमा चाहिँ पर्याप्त मात्रामा आराम नगरेर हुन्छ कि त्यस्तोमा के हुन्छ डाक्टर साहब? त्यो अब यस्तो हुन्छ हजुर, त्यो तपाईँको होल स्टेटसै हेर्नुपर्छ, पेसेन्ट प्रोफाइल हेर्नुपर्छ होइन। अब खेलाडी खेल्दा बित्यो, हार्ट एट्याक भएर बित्यो, हार्ट एट्याक त जसलाई पनि रिस्क फ्याक्टर सबै जुन बेला पनि हुनसक्छ। सो अनफर्चुनेटली त्यति बेला भयो होइन। अब मैले त्यही भने यो प्रिभेन्ट गर्नको लागि खेलाडीलाई मात्र होइन, सबैलाई रेगुलर हेल्थ चेकअप्स गर्नु पऱ्यो होइन। हजुरको कस्तो हुन्छ भन्दा हजुरको जिउले कति धान्छ त्यो पनि इम्पोर्टेन्ट हुन्छ होइन। सो जस्तो खेलाडीहरू त त्यसरी मिहिनेत गर्नुहुन्छ होइन, फ्रम द प्राइमेरी लेभल हामीले यसो हेर्दा कस्तो राम्रो खेल्नुभयो, यति राम्रो भएर हामी भोलि फेरि निस्किन्छौँ। अब मेसीको गेम हेर्छौँ होइन, मेसीले गेम गोल स्कोर गर्नुभयो, यति फिटनेस, हामी भोलि उहाँको टी सर्ट लाएर उत्रिन्छौँ मैदान होइन। तर मैले भन्नु खोजेको यस्तो हाई लेभल प्लेयरको ट्रेनिङ र जुन डिसिप्लिन उहाँले मेन्टेन गर्नुहुन्छ नि, त्यो चाहिँ ओभरअल हेल्थै मेन्टेन गरेर लेभल बढाउँदै गएर होइन, फ्रम तपाईँको लेट्स से स्कुल प्लेयर, कलेज प्लेयर, तपाईँको रेक्रिएसनल क्लब प्लेयर, त्यो गर्दै तपाईँको बढ्दै गर्दै अनि तपाईँ इन्टरनेसनल लेभल आउनु भयो भने त्यहाँदेखि तपाईँलाई सेफ हुन्छ। तपाईँको जिउले पनि त्यो जुन फिजिकल तपाईँले जुन जिउलाई फिजिकल त्यो जुन तपाईँ फिजिकल एक्सर्साइजहरू दिइराख्नुपर्छ, जिउले पनि धान्न सक्नु पऱ्यो नि त। जस्तो अहिले पछिल्लो समय भन्दा बच्चाहरू दिस डेज पहिला अब अरू देशहरू जस्तै नेपालमा पनि ग्रेजुअली बच्चाहरूलाई सानोदेखि नै ट्रेनिङ गरेर लिएर आएको छ होइन। अब मैले फेरि एम्फसाइज गर्छु हजुरको प्रपर टेक्निक र कोचिङ चाहिन्छ। कुनै स्पोर्ट खेल्न जाँदा बच्चालाई पनि प्रपर उसलाई सिकाउनु पर्यो यसरी जाने अगाडि हेर्नुहोस्। अनि इनकेस तपाईँको खेल्दा जो पनि तपाईँको स्पोर्ट्स इन्जुरी भयो भने चाहिँ रेस्ट र ट्रिटमेन्ट चाहिँ त्यति बेला इन्स्टिट्युट गर्नुपर्छ हजुर। पुस गरेर अब तपाईँको टर्मिनल म्याच हो, एक दिन खेलिहाल्नु भने त्यसरी गर्नु चाहिँ राम्रो हुँदैन होइन। मैले बुझेको छु इट्स इम्पोर्टेन्ट कि अब स्पोर्ट्स पिपलहरूलाई सिजनमा होइन खेल्न इज भेरी भेरी इम्पोर्टेन्ट, तर डक्टरकोमा गएर जज गर्नु पऱ्यो त्यो स्पोर्ट्स इन्जुरीलाई धेरै सिभियर भएर पछिको करियर झन् इफेक्ट हुन्छ कि, त्यसरी सोचेर अगाडि बढ्दा राम्रो।
अलिकति अगाडि लेट्स से फ्यु इयर्स ब्याककै कुरा गरौँ है, जुन अवेरनेस थियो होइन, जब जस्तो भनौँ न एउटा खेलाडीलाई उहाँलाई स्पोर्ट्स इन्जुरी भयो भनेर त्यो अवेरनेस पनि इट वाज ल्याकिङ होइन। अब उहाँलाई इन्जुरी हुन्थ्यो तर अब उहाँले भनौँ एउटा डक्टरकोमा जानुभयो या प्यारामेडिककोमा जानुभयो तर प्रपर एक्सेस नहुने के छ। अब अहिले वर्ल्ड वाइड जस्तै नेपालमा पनि स्पोर्ट्स इन्जुरीको डक्टर्सहरू वेल डेभलप भइसक्यो, नेटवर्क वेल डेभलप भइसक्यो। तपाईँको साथसाथै डक्टरले क्वालिफिकेसन लिएर डक्टर मात्रै राम्रो भएर हुँदैन, हजुरको इक्विपमेन्ट जुन लेट्स से कुनै पेसेन्टलाई सर्जरी चाहियो भने म्याक्सिमम् पेसेन्ट्सलाई त सर्जरी चाहिन्छ भन्दैन हेर्नुहोस्, तर इन्जुरी भएको जुन सर्जिकल पेसेन्ट्सलाई जुन इक्विपमेन्ट जुन हामीलाई चाहिने सामानहरू त्यो पनि पर्याप्त अभाइलेबल छ अहिले होइन, हामीलाई त्यसमा केही कमी छैन। अनि तेस्रो हजुरको रिहेबिलिटेसन बस। अब जस्तो प्लेयर्सहरूको सर्जरी मात्र गरेर प्रब्लम सल्भ हुँदैन, त्योपछि तपाईँको आफ्टर इन्जुरी उहाँलाई रिहेबिलिटेट गर्नु पऱ्यो, उहाँको मसल बिल्ड गर्नु पऱ्यो, उहाँलाई ब्याक टु जुन नियर नर्मल, कुनै इन्जुरी भएपछि एब्सोल्युटली नर्मल नहोला तर उहाँको म्याक्सिमम् पर्फर्मेन्स नियर नर्मल जानलाई रिह्याब पनि एकदम इम्पोर्टेन्ट हुन्छ हेर्नुहोस्। नेपालको स्टेटसमा पहिला हामीले पेसेन्ट भेट्थ्यौँ 5 वर्ष अगाडि लड्नु भएको होइन, मेनिस्कल इन्जुरी भएको पेसेन्टलाई अटेन्सनै भएको छैन होइन, निदर कुनै केसमा त डायग्नोजै भएको छैन, कुनै केसमा डायग्नोज भए पनि बिकज अफ ल्याक अफ अवेरनेस यसलाई अपरेसन गर्नु पर्दैन, यसलाई ठिक हुन्छ भनेर त्यसरी एक्सर्साइज गरेर औषधि खाएर होइन त्यसरी बसिराख्नु पर्छ। राम्रो छ बस, तर स्पोर्ट्स पर्सनलाई पनि अवेर हुनु पऱ्यो कि मलाई इन्जुरी छ भने मैले अटेन्सन सिक गर्नुपर्छ भनेर हेर्नुहोस्। अब अटेन्सनै सिक गरेन भने त हाउ डु होइन। सो स्पोर्ट्स इन्जुरी छ, इफ गुड फिल भइरहेको छैन, मलाई दुखिरहेको छ भने चाहिँ अटेन्सन सिक गर्दा हुन्छ विथ अ स्पोर्ट्स सर्जन। अब तपाईँको सफ्ट टिस्यु इन्जुरी जस्तो लेट्स से सिम्पल एङ्कल स्प्रेन भयो भने नर्मल टाइम आर्बिट्रेरी टाइम होइन सबैलाई लाग्ने अबाउट 3 हप्ता जति भयो। सिम्पल एङ्कल स्प्रेन भयो हजुरको 6 हप्ता 8 हप्तामा पनि बेटर भइरहेको छ भने अटेन्सन सिक गर्नुपर्छ, किनभने अरू कुनै प्रब्लमले दुःख दिइरहेको हुन्छ, त्यो ठिक हुन्छ बस्नु हुँदैन। सो म त एम्फसाइज गर्छु कि स्पेसलिस्टलाई हजुरले साथीभाइहरू यहाँ हजुरको कन्सल्टेसन आफ्नो आफन्तहरूसँग लिने त्यो चाहिँ प्रोफेसनल कन्सल्टेसन हुँदैन, तपाईँले स्पोर्ट्स सर्जन किनभने अभाइलेबल छ स्पोर्ट्स सर्जनसँग कन्सल्टेसन लिँदा हजुरको कुरा एब्सोल्युटली क्लियर हुन्छ। खालको रेस्टहरूले त पुग्छ तर इन्जुरी हुने चान्सेस मेल र फिमेलमा अलिक फरक चाहिँ हुनसक्छ बिकज अफ बडी बिल्ड प्लस अलिअलि फरक हुन्छ। जस्तो हजुरको यङ फिमेल एथलिट्समा एसिएल इन्जुरिज मोर कमन देन मेल भनेर इक्जाम्पल त्यस्तो फरकहरू चाहिँ हुन्छ। महिलालाई हुने चाहिँ कस्तो खालको इन्जुरी भन्ने मैले त्यही भन्छु, हजुरको एसिएल इन्जुरी यङ फिमेल एथलिट्समा धेरै हुन्छ। बस अब हेर्नुहोस् तपाईँलाई भन्दा अचम्म लाग्दा बास्केटबल एउटा सुट गरेर ल्यान्डिङ गर्छ नि, खुट्टा कसरी भुइँमा टेक्ने सिकाउनुपर्छ, त्यो ल्यान्डिङमा पनि इफ रङ ल्यान्डिङ भयो एसिएल इन्जुरी हुनसक्छ। यसको सर्टन टेक्निक र नो हाउ चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ, किनभने सिस्टम त मोडर्नाइज भइसक्यो हेर्नुहोस्। अब कोचेसहरू अवे हुनुहुन्छ हेर्नुहोस्, अहिले त टिम फिजियोजहरू हुनुहुन्छ, उहाँले पनि उहाँलाई किनभने ट्रेनिङहरू हुन्छ, तपाईँले देख्नु पनि बाहिरबाट कोचेसहरू आउँछ हेर्नुहोस्, हाम्रो नेपाली कोचेसहरू पनि राम्रो हुनुहुन्छ हेर्नुहोस्। एन्ड फेरि टिम फिजियोजहरू हुन्छ, स्पोर्ट्स डक्टरहरू हुन्छ फिल्ड हेर्नुहोस्। एन्ड सर्टन अमाउन्ट चाहिँ हेर्नुहोस् खेलाडीले पनि उहाँले बुझ्नु पऱ्यो कि गेम खेल्न इज भेरी इम्पोर्टेन्ट, बस प्रपर इक्विपमेन्ट एकदम इम्पोर्टेन्ट हुन्छ, टेक्निक इम्पोर्टेन्ट हुन्छ हस्। अनि प्रायः कोचहरूले पनि हेर्नुहुन्छ, उहाँको इन्स्ट्रक्टर ट्रेनरहरूले पनि हेर्नुहुन्छ उहाँको एबिलिटी कति छ त्यो पनि चेक गर्नु पऱ्यो हेर्नुहोस्। एन्ड मोस्ट अफ अल उहाँलाई इन्जुरी भयो, उहाँलाई इफ थिङ्स आर नट ओके उहाँले जबरजस्ती गर्नु चाहिँ हुँदैन, किन दिन्छ। अब जस्तो फर इक्जाम्पल एउटा एसिएल टेयर भयो हेर्नुहोस्, एसिएल टेयर त हजुरको पहिला लेट्स से 15-20 इयर्स अगाडि त एउटा प्लेयरको एसिएल टेयर भयो भने त करियर ओभर भयो हेर्नुहोस्। अब अहिले हामीले अपरेसन गरेर 9 months 1 yearमा प्लेयर गोज ब्याक टु प्ले हेर्नुहोस् त। सो सबै चिज मोडर्नाइज भइरहेको छ, यो हजुरको डक्टरले मात्र गर्दा पनि होइन, डेफिनेटली डक्टरले गर्दा हो, ट्रेनिङले हो, तपाईँको इक्विपमेन्टले हो हेर्नुहोस्। हाम्रो ओटी इक्विपमेन्टहरू नयाँ राम्रो प्रविधिहरू आएको छ, फेरि रिह्याब हाम्रो जुन एक्सेलरेटेड रिहेबिलिटेसन हुन्छ त्यो कारणले सबै राम्रो भएको। तर म फेरि एम्फसाइज गर्छु तपाईँको फर्स्ट भिजिट सुड नट बी हजुरको आफन्त तपाईँको सम स्मल क्लिनिक, किनभने हेर्नुहोस् फर्स्ट भिजिट तपाईँले प्रपर कन्सल्टेसन लिनुपर्छ, किनभने त्यहाँ डिसाइड हुन्छ हजुरको के गर्ने हो भनेर।
वाट तपाईँको के प्रब्लम हो र हजुरको कसरी अगाडि बढ्ने त्यहाँ डिसाइड हुन्छ, त्यो पछि तपाईँको क्लियर हुन्छ ट्रिटमेन्ट। भन्नुभयो मेन्टल हेल्थ इज भेरी इम्पोर्टेन्ट होइन, उहाँको स्टेट अफ माइन्ड इज भेरी इम्पोर्टेन्ट। बस अब म तपाईँलाई एउटा इक्जाम्पल दिन्छु डिरेक्टली रिलेटेड टु मैले के गर्ने। अब जस्तो हामीले एउटा प्लेयरको एसिएल इन्जुरी भयो होइन, अनि हामीले सर्जरी चाहियो प्लेयरलाई, सो हामीले सर्जरी गऱ्यौँ। लेट्स से सर्जरी पर्फेक्ट गयो, नो प्रब्लम्स होइन, यो संसारभरिको स्टेटिस्टिक्स हो। त्यो पछि रिह्याब पनि फर्स्ट क्लास गयो, तपाईँ एकदम टप लेभल रिह्याब सेन्टरमा जानुभयो, सो उसको रिकन्स्ट्रक्सन पनि एकदम राम्रो भयो, तपाईँको रिह्याब पनि फर्स्ट क्लास भयो, प्लेयर इज भेरी गुड अन रिह्याब होइन। अब तपाईँको नियरली आई थिङ्क अराउन्ड 18 to 20% उनीहरू रिटर्न टु स्पट गर्दैन बिकज अफ साइकोलोजिकल इस्युज, बस किनभने उहाँलाई मेन्टल ट्रमा हुन्छ। म एउटा इक्जाम्पल दिन्छु, हजुरको लेट्स से मोटर बाइक एक्सिडेन्ट भयो, हामी बाइक बाटोमा चलाउँदा हाम्रो एक्सिडेन्ट भयो होइन, फिर्ता गएर त्यो बाइक चलाउनलाई कति टाइम लाग्छ हजुर होइन हजुर, किनभने त्यो त मेन्टल ट्रमा हुन्छ नि, पोस्ट स्ट्रेस रियाक्सन भन्छ नि हजुर। सो प्लेयर्सहरूलाई पनि आफ्टर इन्जुरी डेफिनेटली सर्टन प्लेयर्सहरूलाई साइकोलोजिकल साइकोसोसियल काउन्सिलिङहरू चाहिन्छ। र त्यसको क्रममा के भन्छु भन्दा हजुर, फर्स्ट अफ अल हजुरको फेरि एउटा अर्को चिज म भन्छ, हाम्रो जस्तो हाम्रो धारणा कस्तो छ भन्दा हजुरको स्पोर्ट्स इन्जुरी भनेको अहिले लड्यो या ट्विस्ट भयो द्याट इज स्पोर्ट्स इन्जुरी बस। तर त्यो चाहिँ वान टाइप अफ स्पोर्ट्स इन्जुरी हो जुन बारेमा चाहिँ हामी एकदम अवेर छौँ। अब चोट लागेपछि डक्टरकोमा जानुपर्छ भनेर, तर अर्को खालको हुन्छ जुन क्रोनिक इन्जुरी, जुन ओभर टाइम बिस्तारै भइरहेको हुन्छ। जस्तो टेनिस प्लेयरहरू, उहाँले टेनिसको ब्याकह्यान्ड सर्ट खेलेकै गरेर ओभर टाइम यो एल्बोमा पेन हुने, यसलाई टेनिस एल्बो भनिन्छ, यस्तो थुप्रो कन्डिसन्सहरू हुन्छ होइन, भनेको जोड्नी दुख्ने हजुर। जस्तो जोड्नी दुख्ने कारण हजारौँ हुन्छ होइन, सो डक्टरले छुट्याउँछ तपाईँको यो कारण हो कि त्यो कारण। तर यो चाहिँ मैले बुझाउनु खोजेँ अर्को खालको स्पोर्ट्स इन्जुरी जुन चाहिँ क्रोनिक ओभरयुजले एउटै मुभमेन्ट गर्दा ओभर टाइम हुने यो कुरा हुन्छ, मसल स्प्याजम्स हुन्छ होइन, मसलमा सानो टेज हुन्छ। सो ओभरअल उहाँले सोध्नु भएको क्वेसनमा अब हजुरले कसरी बच्ने त भन्दा हेर्नुहोस्, मैले एकदम पेसिमिस्टिक भनेर भएको होइन, अब स्पोर्ट्स खेल्नुपर्छ होइन, किनभने इट इज भेरी इम्पोर्टेन्ट। तपाईँ प्रोफेसनल भएर खेल्नुहोस्, नन प्रोफेसनल भएर खेल्नुहोस्, एभ्रिडे एक्सर्साइजहरू गर्नुहोस्, हामी फिट हुनलाई त स्पोर्ट्स खेल्नै पऱ्यो होइन। तर ओभरअल हेर्दा तपाईँको इन्जुरी कमाइमा हुन्छ, सो इट इज मोर पोजिटिभ। स्पोर्ट्स खेल्दा इन्जुरी हुन्छ चाहिँ इट्स नट ट्रु होइन, तर तपाईँले केयरफुली आफ्नो टेक्निक राम्रो नबनाएर खेल्नुभयो भने इन्जुरीको चान्स बढी हुन्छ। हस् तपाईँको जुन गियर चलाउनु पर्ने हस् त्यो नचलाउँदा हजुरलाई इन्जुरी हुनसक्छ। हस् तेस्रो हजुरको जस्तो सानो चिजहरू ध्यान दिनुपर्ने हुन्छ, जस्तो जुत्ताहरू भयो होइन। अर्को तपाईँको न्युट्रिसन, बस अब तपाईँले स्पोर्ट्स खेलेकै गर्नुभयो तर खाना राम्रो खानु भएन भने त्यसले पनि त जिउलाई राम्रो असर त गर्दैन। हस् एन्ड तपाईँको जिउलाई कतिसम्म लाने, तपाईँ कति लेभलसम्म खेल्न सक्नुहुन्छ त्यो जज गर्दै बिस्तारै क्यापेसिटी बढाउँदै सर्टन लेभलमा आएपछि अन्त्यपछि एटेम्प गर्दा बेटर हुन्छ भनेर म एन्ड गर्छु। अब जस्तो भनौँ न हामी हप्ताभरि टेबल कुर्सीमा बस्छौँ, काम गर्छौँ होइन, अनि हामी टिभी हेर्छौँ, मोबाइल हेर्छौँ, हामी देख्छौँ मान्छेहरू फिटनेस गरिरहेछ होइन, आजकल त आफै पपअप गर्छ अनि हामीलाई एकदम गिल्टी लागिरहेको हुन्छ। अब हामी होल हप्ता बसिरहेछौँ, हाम्रो फिटनेस त खत्तम भयो, मान्छेहरू के गरिरहेछ, मेरो साथी गइरहेछ, जिम गइरहेछ होइन। सो हामी विकेन्ड आउँछ अनि हामी निस्किन्छौँ होइन। अब यस्तो मान्छेहरूलाई चाहिँ विकेन्ड वरियर भन्छ, हस् जसको सेडेन्ट्री लाइफस्टाइल छ र स्याटरडे आएपछि उहाँहरू बिहानदेखि अनि गियर लिएर विदाउट एनी नुहाउ निस्किनुहुन्छ। विकेन्ड वरियर्स चाहिँ डेन्जरस हुन्छ किनभने उहाँहरूको चाहिँ इन्जुरी हुन्छ।